सम्पूर्णलाई नमस्कार, राधे राधे। धेरै धेरै स्वागत छ नेक्स्ट भिडियोमा, एनदर भिडियोमा। आज हामीसँग चाहिँ हाम्रा सुन्दर भाइ पनि छन्, केही दुई शब्द बोल्न चाहन्छन्। हेलो गाइज, नमस्कार सबैजनालाई। हाल हामी क्रोएसियाबाट बोकेन्ड काकोसी हामी अहिले मार्केट जाँदैछौँ खानेकुरा लिनको लागि। सुरुमा गीत गाएर जान चाहन्छौँ। ल अब हाम्रो सुन्दर भाइले एउटा मिठो गीत गाइदिनेछ। आज चाहिँ हामी अहिले सुपर मार्केट हिँड्नेछौँ। सुपर मार्केट हिँड्दाखेरि बाटोमा चाहिँ हाम्रो अचानक सुन्दर भाइलाई एउटा मिठो गीत याद आयो गरे। ल सुन्दर भाइ, डालीमा ध्वजा भन्न त भन्थ्यो आमा, घर छोरा नजा। धेरै नै मिठो स्वर हाम्रो भाइको, अत्यन्तै मिठो स्वर। हाम्रो स्वरका ध्वनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार। नेपालमा गीत गाउन नसकेर उहाँले क्रोएसिया आएर गीत गाउनुभएको छ। हाम्रा सुन्दर सापकोटा भाइलाई धेरै धेरै धन्यवाद। अनि अरू के छ त सुन्दर भाइ खबर? ठिक छ दाइ, तपाईँको के छ? मेरो त बिन्दास छ भाइ। आज कता जाँदै हो त हाम्रो भाइ? हामी सुपर मार्केट जान लाग्यो। हामी सुपर मार्केट जाँदैछौँ खानेकुरा सिद्धिएर ल्याउन हिँडेको। हामी सुरज दाइ र म, मामाहरू हुनुहुन्छ हाम्रो। अनि तपाईँलाई यहाँ क्रोएसियाको सबैभन्दा स्पेसल डिस के लाग्यो चाहिँ? हामी हजुर आएर यहाँ आएर खाएर वाक्क चाहिँ के खाएर वाक्क हुनुभयो हजुर? क्रोएसियाको स्पेसल डिस भनेको भेज खाना रहेछ। भेज खाना यहाँ किनेर खान सकिँदैन। हामी नेपालीहरूले यहाँ खाने भनेको नेपालीहरूले खाने भात नखाए भात, नखाने भात। हामी सुपर मार्केट गएर पोस्ट अफिस जान लागेको। अहिले चाहिँ हामी पुस्ता लिनका हाम्रा यहाँ मामा श्रीहरू चाहिँ अब हल्का अब युरोप घुम्ने गरे। युरोप घुम्न जान लाउनु भएको छ। यसो स्पेनतिर घुम्न जान लाउनु भएको छ। हामीसँग हुनुहुन्छ, अगाडि लगेज लतार्दै हिँड्नु भएको छ। मलाई अग्रिम शुभकामना र धेरै धेरै बधाई दिन चाहन्छौँ हामी दुई तर्फबाट। धेरै धेरै शुभकामना। मेनमै देखिन्छ नि। अहिले चाहिँ हामी मामाहरू अब भोलि स्पेन जाने 3वटा मामाहरू। त्यही भएर हामीले चाहिँ लगेज चाहिँ पुस्टल गरिदिनलाई दिनेको हो। लगेजहरू पठाइदिने। घुम्न जान लाउनु भएको छ मामाहरू, बकाइदा 60 आरसी प्राप्त मामाहरू। एक हप्तामा फर्किने गरी घुम्नलाई मात्र जान लाउनु भएको हो। उहाँहरूको यात्रा सफल रहोस्। हेर्दै जाम क्रोएसियामा के छ, कति दुःख छ, के छ, बिस्तारै मैले सोध्ने छु। हामी चाहिँ पोस्ट अफिसको नजिक आइसकेका छौँ हामी। अब यहाँ फेरि यस्तो छ, अब पात हुन्न क्या यो ठाउँमा। फेरि पात हुन्न, फुल मात्र फुर्ने। मामाहरू चाहिँ हिँडिसके। मामाहरू चाहिँ अब यो पोस्ट अफिसका नजिक आइराख्यौँ हामी। अब यहाँबाट हामीले सामान पठाइदिन्छौँ। पहिला सामान पठाइदिन्छौँ, अनि हल्का सपिङ गरेर यही यो लगेजभित्रको हो क्या सामान पठाउने। फेरि हामीले यो लगेजै पठाउने होइन। मामाहरू चाहिँ एक हप्ताको लागि घुम्न जान लानु भएको। अनि उहाँहरूका चाहिँ यो सामान कतै राख्ने ठाउँ नभएर यसो यहाँ सामान सेफ हुन्छ भनेर आउनु भएको। यो चाहिँ पोस्टा, यहाँ पोस्टा भन्छ। अनि हाम्रो अफिसमा चाहिँ हाम्रो नेपालमा चाहिँ यसलाई हुलाक भन्छ। यो चाहिँ मैले अस्ति बर्थडे मनाएको यही होटलमा मैले अस्ति बर्थडे मनाइरहेको थिएँ होइन। मैले त के मनाउनु, साथीहरूले मलाई खुवाइरहेको थिएँ। पोस्टलबाट हिँडियो, अब घर फर्किन लाग्यो। घर गएर ल्याम दुध हालेको चिया पकाएर खाएर टिकटक लाइभ बसिन्छ हामी। तपाईँहरू टिकटक लाइभमा आउनु होला, जोइन गर्नु होला। सुन्दर शर्मा छ नाम टिकटक आइडी। हाम्रा मामा श्रीहरू चाहिँ पुस्तलमा सामान पठाइदिएर रुम फर्किँदै हुनुहुन्छ। उहाँहरू भोलि स्पेन जाने मान्छे हुनुहुन्छ। सन्तोषले चाहिँ मिठा गफ गरिरहेछन्। हाम्रो सुन्दर भाइ फेरि आफ्नी हुनेवालीसित होला कि कोसित बिजी भइरहेछन्। हाम्रा गङ्गा मामा र
हाम्रा ल सलामजी हाम्रा गौतम बा आउँदै हुनुहुन्छ यताबाट हामीले चाहिँ सामान पठाइदिएर हाम्रो सुन्दर भाइ यता खान सामान पठाइदिएर हामी अहिले रेस्ट टाइममा छौँ हाम्रा रुद्र पाठकजीले अहिले कपाल चिलाइरहनु भएको छ उहाँ मामा के छ सन्चै आरामै के छ सन्तोष खबर ठिक छौँ ल महेश मामा बिजक रमाइलो छ नि के छ गङ्गा मामाको खबर एकदम सही छ अब तपाईँलाई एकदमै स्वागत छ हाम्रा पुनित गौतमजी हजुरलाई एकदमै स्वागत छ के कस्तो लागिरहेको कोरोसिया कति दिन बसियो हजुरले अघिल्लो भरकमा 15 दिनमा काम पाइन्छ भन्ने कुरा गर्नुभएको थियो के छ अहिले बसाइ अहिले 2 महिना हुन लाग्यो अब डकुमेन्ट पर्मिट आउँदैछ त्यसको लागि खासै नराम्रो चाहिँ भन्नु होइन क्रोएसियालाई ठिकै भन्नुपर्छ हजुर हजुर राम्रै छ अहिलेसम्मलाई अनि अहिले हजुरलाई कोरोसिया कस्तो लागिरहेछ त काम अब सिजन पनि खोलिसक्यो गर्मी पनि भइसक्यो होइन सिजनल काम यहाँ पाइन्छ कि पाइन्न के कस्तो छ यहाँ सिजनल काम त धेरै पाउँछ तर डकुमेन्ट बनाउनलाई चाहिँ टाइम लाग्ने रहेछ डकुमेन्ट बनिसकेपछि सिजनेबल कामको लागि कुनै पनि त्यस्तो सङ्ख्या मान्नै पर्दैन सिजनेबल काम भनेको सिजनभरि गर्दाखेरि राम्रै पैसा पनि दिने रहेछ अब यति नै भनेर त म अहिले तोक्न चाहिँ अब तोक्दिनँ होइन जे भए पनि जो एकजना मान्छेलाई खाना बस्नसहित आफ्नो ऋण तिर्न 1 वर्षमा सफल भइन्छ क्रोएसियाबाट त्यो चाहिँ सिवरै हुन्छ सिवरै हो सिवरै हुन्छ अनि भन्नुहोस् अरू क्रोएसियाको बारेमा के कसो आउने मान्छेलाई के भन्न चाहनुहुन्छ हजुर आएर कति दिन चाहिँ म क्रोएसिया आउने मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने के कमसेकम भाषामा इङ्ग्लिस राम्ररी सिकेर र केही सिपहरू पनि सिकेर आउनु अनुरोध गर्छु बिना सिपको मान्छे चाहिँ आएर भिजिटमा आएर घुमेर जानलाई चाहिँ ठिकै हुन्छ सिप लिएर आयो भने र राम्रो कम्पनीको डाइरेक्ट डकुमेन्ट पऱ्यो भने क्रोएसिया नराम्रो होइन अति नै राम्रो हो तर सप्लाईबाट पऱ्यो भने चाहिँ तिनीहरूलाई चाहिँ धेरै नै कठिन र धेरै नै दुःख हुन्छ काममा लाग्ने लागि नि र सप्लाई चाहिँ नहेर्नु सप्लाई हो कि होइन भने चाहिँ भिजा सप्लाई हो भने हामी त्यहाँ गएर काम गर्न सक्छौँ भन्ने हिम्मत छ भने मात्रै आउनुहोस् नत्र भने चाहिँ नआउनुहोस् नि भन्छु ल बा ल हजुरलाई धेरै धेरै धन्यवाद हजुरले पनि राम्रोसँग कमाउनु जमाउनु हस् थ्याङ्क यू मिस्टर सुरज अनि तपाईँको क्रोएसियाको बसाइ कस्तो भयो त अब हाम्रो गौतम बाको कुरा त सुन्यौँ अब 2-4 शब्द हजुरको पनि सुन्दिन पर्यो के छ कति दिन जति क्रोएसिया बसियो 3 महिना बसियो हजुर हजुर बसाइ मात्र राम्रो खावाइ मात्र राम्रो भयो कि यसो काम कसो पनि भयो सम्झि नि दानी छम्के ठिक छ भाइ केही छैन अब हजुरहरू जाँदै हुनुहुन्छ राम्रोसँग जानु हाम्रो सन्तोष भाइ पनि यही छन् अनि सन्तोष खबर के छ कस्तो लागिरहेछ क्रोएसिया हाम्रा महेश मामा पनि यतै हुनुहुन्छ महेश मामा एकचोटि यता यसो लुक्स दिन त एक लुक्स हजुर भन्दा ठिक छ क्रोएसिया कस्तो भयो हजुरलाई कस्तो भयो क्रोएसियाको बसाइ त राम्रो भयो एकदम रमाइलो छ हजुर त्यही पनि रमाइलोमा मात्रै बसिएन हामी यसो अब करियरतिर पनि लाएर चाहिँ अलिकति यहाँभन्दा बाहिर निस्किने चाहिँ विचार गरिरहेछ ल दिनपछि हामी छिटै नै निस्किँदैछौँ अहिले चाहिँ गन्तव्यको ठाउँ नभनिहालौँ पिएसी अब कस्तो हुन्छ हजुर त्यसपछि चाहिँ अर्को भिडियोमा फेरि बनाउँला ल बेस्ट विसेस हजुरलाई पनि अग्रिम शुभकामना हाम्रो रुद्र मामालाई पनि अग्रिम शुभकामना र हाम्रा गौतम बा चाहिँ गाडी चलाउन जाँदै हुनुहुन्छ उहाँलाई पनि अग्रिम धेरै 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 शुभकामना क्रोएसियाको लाइसेन्स निकालेकोमा हजुरलाई कङ्ग्रेचुलेसन अब लाइसेन्स निस्किन्छ चाँडै खै गुड गर्नु नि कङ्ग्रेचुलेसन ल हाम्रा मामा के छ खबर हजुरको पनि केही गुनासो पोख्न छ क्रोएसियाको बारेमा के छ क्रोएसिया कस्तो लाग्यो हजुरलाई क्रोएसिया देश त राम्रै हो हजुर यहाँ काम गर्न पाएको भए पनि हामीलाई राम्रै हुन्थ्यो तर हामी गलत मान्छेबाट गलत कम्पनीमा अथवा आउनाले हजुर हामीले काम नपाएर अहिले बस्दाखेरि अरू सबै कुरा ठिक भए पनि क्रोएसियालाई दोष दिने ठाउँ होइन कि हामीले काम नपाएको हुनाले चाहिँ केही गलत हामीले पठाउने मान्छेबाट भयो कि भन्नेलाई चाहिँ हाम्रो लागिरहेको छ ल मामा अब हजुरहरू देश छोडेर जाँदै हुनुहुन्छ यो देश अग्रिम शुभकामना हजुरहरूलाई पनि ल बाई
यहाँ चाहिँ यस्तरी स्ट्रबेरीहरूका बेर्नाहरू होइन यस्तरी सबहरू ए के अरे महेश मामा हामी जाने स्ट्रबेरीको त बेर्नै यहीँ छ है टिप्न जानेको त अब हामीलाई चाहिँ स्ट्रबेरीको काममा लान भन्थ्यो अब यहाँ चाहिँ बाटोमा स्ट्रबेरी बेचको बेर्ना बेच्न राखिरहेको रहेछ अब हामीले सबैका गुनासोहरू पनि सुन्यो कोरोसिया के कस्तो रहेछ हजुरहरूले पनि थाहा पाउनुभयो आउने बेलामा म त युरोप जाने हो के अरे भनेर फ्याट फुट 12-13 लाख दिएर नआउनु होला सिधै युट्युबमा हो र यस्तै हो अब सबैका कहानी दुःखहरू सुनियो हजुरहरूले पनि सुन्नु राम्रोसँग सुनिरहेको छु सुरज हजुर भन्नुहोस् न तपाईँ यो मोर्जी कस्तो छ काम कहिले पाउने हो तपाईँले त मेरो इन्टरभ्यू त लिनु हो तर तपाईँले पनि त एउटा के राय सल्लाह त दिनु यस्तो छ अब हामीले काम त अब काम गर्न भन्दै आएको अब कम्पनीले खासै कामको व्यवस्था मिलाएर अब 15 दिनमा काम लाउँछु भन्दै आज 90 दिन भइसक्यो राखेको अब यस्तै हो राम्रो कम्पनी आएको भए त काम लाइन्थ्यो होला हामी फसियो सप्लाई कम्पनी आयो अहिले नाम त तोकिन्न नाम तोक्न पर्यो भने छोड्दा पनि छोडिन्न अहिले नाम तोक्दिनँ अझै 10 दिनसम्म त त्यस्तै हो हेरौँ र 10 दिनभित्र काम लाएन भने चाहिँ हामी अर्कै रूपले गइन्छ त्यो रूप अहिले हजुरले देख्नु भएको छैन 10 दिनपछि देख्नुहुन्छ नयाँ रूप आउँछ नयाँ रूप पुरै नयाँ रूप आउँछ पुरा टोटल नयाँ रूप हुन्छ है हामी चाहिँ घुम्दै घुम्दै यो चियान घारी छ होइन यहाँ पुरै त देखाउनु मिल्दैन माथिपट्टि चियान घारी छ हो वहाँनिर हो यो चियान घारी हो चियान घारीको बाटो हामी फर्किँदैछौँ यस्तो छ यी क्रोएसियाको बाटो जङ्गल जङ्गलमा पनि बाटो त पिच्छ हाम्रा बा पनि यो बाटोमा पानी उम्रिन्छ जताततै आजलाई यति हजुरहरूले हेरिदिनु भयो धेरै खुसी लाग्यो वेट गर्नु होला अर्को भिडियोको लागि अर्को भिडियो पनि अवश्य आउनेछ भन्दै आजलाई बाई बाई गर्न चाहन्छु धन्यवाद बाई